हो यस्तोमा उहिले हान्न ब्रेक कन्ट्रोल राम्रो हुन्छ ए कन्ट्रोलै गर्न सक्दैन क्या पुरै ल्यान्थाङ हल्लिन्छ यो पुरै कच्चा माटो हो नि त यस्तोमा उहिले हान्न सक्यो भने चाहिँ बेटर कन्ट्रोल पाइन्छ क्या कस्तो मजाको यार बाटो त पुरा माथि कम मजाको छ त्यो ट्रेल अहिले पानी परेर हिलो भयो मलाई हान्ने डर लाग्यो क्या तर मजा चाहिँ मजाको यो बाटो चाहिँ वान अफ माई फेभरेट हो यो पुरै गाउँ क्या सबै मान्छेहरू फ्रेन्डली पनि छन् ए तारबिर हान्ने हो क्या हो हेलिप्याड ट्रायल हान्थ्यो है यतापट्टि पुरै बाटो बिग्रिएको छ यता चाहिँ यता 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 ओ म्याकुरी हेलिप्याड हान्थ्यो है जाऊ उताबाट भन्दा नि यताको पुरै अघि बाटो देखिहाल्नु भयो कस्तो छ भनेर यताकै हान्नु पर्ला आजलाई पारसार लाएर प्राइभेट प्रपर्टी रहेछ यो अर्कै ओनरले किनेर पुरै भिआइपी बनाएको छ अहिले त यार थेट मर लाग्छ है बिस्तारै म रिक्स लिन्न नि जाउँ जाउँ त गयो जिन्दगी अब तेरो त्यही त भने नि सबै बगाएछ है छाट म जान्छु त बच्चै छस् ल हेर हेर है त छाडै 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 होइन खुट्टा टेक्न नलाग्यो मलाई रेडी ल हेर यहाँ हेर ओ सक्दैन रहेछ ओ ओ म्याकुरी कता खाल ओ म्याकुरी ल ल ल दाइ तान्नु त मलाई चाहिँ तान्नु साइकल भन्दा नि म चाहिँ इम्पोर्टेन्ट छु क्या अहिले तान्नु तान्नु त गाडीमा सवार हिँडेर देखाएको थिएँ त मैले हजुर तल होइन तपाईँ गाडी हो होइन नि ए त्यो बाइकवाला हो क्या तपाईँ बाइकवाला ए हजुर हजुर यत्रो खाल्टो रहेछ यहाँ म कटाइदिन्थेँ फेरि यता आएर फेरि ब्रेक यताउता चिप्लो भने भयो यो फेरि कच्चा माटो रहेछ है कच्चा माटो हो नि यो यसो छिट्ने बित्तिकै ल हेर्नु है भर्खरै बनाएको बाटो हो यो कम त्यति झन्डै गयो कता बस्नुहुन्छ तपाईँ चाहिँ हामी त यहीँ रेस्टुरेन्ट ए हो मैले आज भर्खर चिने लास्ट टाइम पनि बोला चाहिँ होला बाइक लिएर आइराख्नुहुन्छ त्यही त त्यही त मैले चाहिँ फर्स्ट टाइमै त्यो राम्ररी याद गरेँ क्या त्यस्तो होइन म लास्ट अर्को ओनरलाई चाहिँ चिन्थेँ अब नयाँ आउनु भएछ नि त अनि ए हजुर 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 मोटो दाइ एकचोटि यो डट बाइकको लागि गएको थियो यहाँ हामी सुन्दर जलवार माथि होइन खै जान्छ गएको छ म चिसापानी गएको छ त्यहाँबाट त्यो आर्मी क्याम्पको त्यो उसबाट टिकट काटेर जानु पर्दैछ त आधी घन्टामै पुग्छ अरे होइन त्यो आर्मी उसबाट चाहिँ हस् दाइ ल एकदम थ्याङ्क यू सो मच एकदम 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 हस् मिलेर उ गरौँला नि ट्याक्क अहिले त बारसार लासेर मात्र लाज लाग्छ त्यहाँ आउने अनि ल हस् त है त दाइ थ्याङ्क यू सो मच अगेन आम्बो यो नि त पारा यो त बाटो त आज यार जाउँ 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 खै त कुदा न कस्तो जम्काएको यार यहाँ त कच्चा माटो रहेछ क्या त्यहाँ त्यही भएर मैले ट्राई गरिनँ ल पानी गइदियो गइदियो जान्छ गइदियो 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 हो म्याकुरी अब फसिस बिचरा अब के गर्ने म चाहिँ है अबे तेरो जुत्ता भिज्यो आइज न मलाई लिन ला यार म त मर्छु त आइज न तेरो जसरी जुत्ता भिजिसक्यो होइन ए जुत्ता भिजे ए आइज न म त फर्केर अर्को बाटो जान्छु फेरि ए पखै त म आएँ ल आउँछु पख्न यहाँ गियर त मिलाउनु पऱ्यो नि होइन 1 2 2 गियर यो चाहिँ 3 ल 3 गियर म नि आयो है भिज्दै भिजेन भिजेन ओ भिजेन भिजेन अलिकति मात्रै भिज्यो यार भित्र छिरा होइन
तान्न आइज न अलिकति बिजेन धन्न 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 देखिस् ठिक लाग्यो अलिकति माथि माथि मात्रै भिज्यो क्या ठुलो रहेछ तर खाल्टो चाहिँ ल जाउँ हैट ब्रेक पानीले सबै उ गरिदियो है लाग्दैन ब्रेक याद गर ब्रेक लाग्दैन नि ओइ म्याकुरी यो बाटो त होइन ब्रेकै पुरै पानीले गर्दाखेरि ब्रेक लागेन यस्तो थियो पहिला तारे बेर अहिले कस्तो भइसक्यो यो नेचरलाई चाहिँ कसैले पंगा लिनै सकिँदैन क्या हामीले बनायो भने नि यसरी बिगाडिन्छ नेचरले लास्टै उ भयो यार मजा आयो तर मैले त बचाएँ नि यार त्यत्रो भित्र सोल भिजा भए चाहिँ पुरै खुट्टा खान्थ्यो नि त यसको चाहिँ भिज्यो म चाहिँ त्यो ठक 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 आज के भयो के टुटु गर्छु के हो के भन्छ यो ए यो साइक्लिङ अन गर्दा रहेछ 160 BPM छ हार्ट रेट 13.9 एभरेज किलोमिटर 13 को एभरेज दिइराख्यो नि त हामीले यहाँबाट तल हेरौँ न कति मिनटमा पुग्छ है त ल जाउँ जाउँ स्पिड खै पेल न यार ट्याक्क लाएर यहाँ पोलवास फेरि कति बोल्छ छ्या पुसौँ है त यहाँ ल जाउँ 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 हो मुखमा नि छिर्यो आँखामा नि छिर्यो ओइ छ्यामा आँखामा कस्तो लाग्यो चुप न छ्या कति करा भने छ्या मुख आँखा दुइटै हान्थ्यो यार आँखा त बाल्ला छिर्यो म ल आँखा फुट्छ क्या अलि डिस्टेन्स राख्नु पर्दो रहेछ यार नत्र त पुरै मुखभरि बालुवा बालुवा ल अब जान्छ ल जाउँ 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 गयो हो सुट ए यो नि त पारा होइन गयो गयो हो त्यो तलतिर जान्छ क्या साइकल कन्ट्रोल गर्न भने फेरि सो गाइज यो ट्रायल चाहिँ वान अफ द बेस्ट यो गाउँै सही छ क्या ताराबीर भन्ने जुन हुन्छ नि एउटा वर्ड इट्स वान अफ द बेस्ट म्याकुरी मर्ला चाहिँ बिस्तारी पकटमा अलिक स्लोमा हिँड्नु सेट फेरि सेट कस्तो सफ्ट फिल भएको यार आज पुरै त्यो सक चले जस्तै लागेन क्या मलाई त्यस्तो सफ्ट भइरहेछ सो गाइज यहाँ एकदमै बर्खामा आउनुभयो भने चाहिँ एकदमै केयरफुल यो सेक्सन भनेको बिचको सेक्सन वान अफ द वर्स्ट क्या किनभने स्लिपरी हुन्छ एकदमै मान्छे हिँड्या हुँदैन ऊ अर्को फेरि त्यहाँ बौलायो झन्डै ल्यान्डिङ गलत भएको थियो ओ मा सेट कता खाल्टो फुट्यो मेरो मैले भनेको थिएँ वर्स्ट भनेर यही कारणले गर्दा हो क्या जाउँ यो ट्र्याक रिपेयर गर्नुपर्ने एकचोटि है भाइ लास्टै तपाईँको फुला सकुडे क्या है म्याकुरी फेरि चुना लाग्छ त 60-70 हजार होइन गाह्रो छ साइकल चलाउन पनि बाइकभन्दा बढी बिलाउँछ भन्न प्याङले स्पोन्सर गरेर सर मात्रै हो सेट के हो यार आज यो सानो ढुङ्गाले नि मेरो सातो लगिदिन्छ अनि किनभने तिनीहरूले हो क्या मेन लडाउने भनेर चाहिँ जाउँ अब रातो माटो आयो यहाँ त एकदमै केयरफुल हो भाइ बेकारमा अहिले त्यो दिमाग मात्रै बल पर्छ अहिले आइज होइन डिस्टेन्स राख्नुपर्छ डिस्टेन्स राखेन भने फेरि उठ्छ अनि दुवैजना यहीँबाट गइदिउँ न त ल म चाहिँ माथिबाट जानेवाला थिएँ सही हो भिडियो हान्ने आज सकिँदैन होला हजुर हान्दिउँ तर मलाई त डरै लाग्छ भिडियो हान्न त अहिले त चिप्लो छ क्या लास्ट सर्फेस चाहिँ मजा त आइहाल्छ नि यस्तो यो हो क्या सबसे गाह्रो सेक्सन विडो मेकर भन्छ यसलाई चाहिँ जान्छ ल हान्दै नि त बखै म तल गएर खिच्छु ल यहाँ बसेर खिचौँ न ल तपाईँहरूलाई पनि थाहा होस् न कति गाह्रो छ यो सेक्सन ल आइज
अन्त ल त्यहीँ चिप्ले यसको टायरहरू ला 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 ओइ 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 म्याकुरी ला ला तल गएर चाहिँ लड्यो अरे यहाँ नो 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 आइएम डन किनभने हिजो साथीलाई त्यस्तो भएको छ मेरो पनि दशा होला यार आई डोन्ट वान्ट टु हुन्छ नि पुस माई लिमिट त्यत्रो खाल्टो छ त्यहाँ मैले याद नगरेँ थत् उक्साइरहेको छु त्यसले मलाई मर्ने गरी ओ म्याकुरी यहीँ लड्छ जस्तो छ सेट यो नि त पारा त्यसरी सेट आछु त त्यो एकछिन त लड्यो भने थाल्ने होला तँलाई हैन म कन्ट्रोल गर्छु भनेर पुरै कसम भने त्यहाँ त्यो सेक्सन देखेर मलाई डर लागिसकेको थियो त्यो भएर मैले खिच्छु भने देखिस् अहिलेसम्म मैले त्यसरी खिचेको छु भन्न गतिलो साइकलले बचायो यसलाई पुरै प्याङ कस्टम 29 को फ्रेम छ नि त ठुलो फ्रेमले बचायो कन्ट्रोल सन्ट्रोल के होइन भाग्य हो त चाहिँ कन्ट्रोल गर्ने खालको मान्छे होइन तँ त लड्ने मान्छे होस् क्या भर्खर बिगिनर 3-4 महिना भयो राम्ररी चला तैँले म्याक्सिमम होइन भन् तँलाई त्यो लकले बचाऊ आज त यसले आफै हान्छु भन्यो ल ठिकै छ हान्नुहोस् होइन हुइली हान्ने हो कि यहीँ जाउँ ल छाड्न त नि बाटो छोड्न अनि त्यो दाइले यहाँ हुइली हान्दैछ यस्तो बाटोमा होइन ट्याक्क लाएर यो नि त तरिका गाइज